एउटा कविता। शीर्षक हालत बेहाल छ प्रभु। प्रणाम देवराज, कहनुहोस् नारद, मर्त्यमण्डलको खबर के छ? प्रभु, यसपटक पुरै मर्त्यमण्डल घुम्न सकिन। म हिमवत खण्डको नेपाल लोकमा अल्झिएँ यसपालि। किन? सविस्तार वर्णन गर्छु म, सुन्नु अवश्य। सबैलाई बरोबर हुने ऐन छैन, अहिले अलकापुरीमा चैन छैन। पुल भाँचिएका छन् एक आपसको मन जोड्ने, शङ्कै शङ्काले ध्वस्त मनहरू आफ्नै सगर डढाउँदैछन्, हरियो मासेर जताततै बगर बढाउँदैछन्। प्रभु, भिडभाडमा एक्लै छन् उनीहरू, भिडभाडमा एक्लै छन् उनीहरू, दुनियाँमा बेग्लै छन् उनीहरू। मुख र मुठी मात्रै भएका आमा बाउलाई छोडेर, श्री सम्पत्ति बन्धकमा बाउको छाला साउलाई छोडेर, सयौं नौजवान तन्नेरीहरू सरजाम बोकेर अर्कै भूखण्डमा बसाइ सरेका छन्। अखण्ड उर्वरा भूमि नेपाल सब खोरिया परेका छन्। देवराज, त्यति मात्रै कहाँ हो र? बाटाघाटा, पुलपुलेसा, चौतारा र कुलो खन्दा, यहाँ त्यहाँ जताततै घुसखोरीको ठुलो धन्दा। एक आपसमा विश्वास छैन, सक्नेले मिचिरहेछन्। सिधा सोझा सज्जनहरू जातो मुनि पिसिरहेछन्। पलट भाषण दलालका धान फलाउने फाँटहरू, राम्रो गर्छु भन्नेका खस्केका छन् आँटहरू। कतै भने धनै धन छ, कतै चिसा चुलाहरू, खिँदै गाछन् सानाहरू, फुल्दै गाछन् ठुलाहरू। सत्य हो देवराज, अहिले त्यहाँ भ्रष्टाचारको जालो बढेको छ, सेतोभन्दा कालो बढेको छ। देवराज, तपाईँले आदर्श मान्ने जनक, बुद्ध, भिरकुटी र सहितका गाथाहरू बिर्सिँदैछन्, हुँदैछन् ती एकादेशका कथाहरू। देशको नीति बनाउने राजनीतिको कुरा सुन्दा साह्रै गाह्रो छ प्रभु, ध्यान दिएर पुरा सुन्दा। नदाइएका बहर जस्तै बरालिँदा नेताहरू, घटलान भन्दा बढिरहेछन् नागरिकका व्यथाहरू। घुस खाने र घुस दिनेको बोलवाला छ नेपालमा, बाघको छाला स्यालको रजाई खोलवाला छ नेपालमा। न्याय छैन, कानुन छैन, व्यवहारमा नीति छैन, सुखसित शान्तिसित बस्ने जस्तो थिति छैन। सत्ता निम्ति मर्यादे अविवेकी जत्था मात्रै भेट्छ त्यहाँ, त्यस्तैको काम नगरी भत्ता मात्रै। हो देवराज, यस्तै अव्यवस्थामा व्यथित छन् सबै। मेरो विन्ती छ प्रभु, ती मनुवाको उद्धार गरी बक्सियोस्, नत्र नेपाल रहने छैन। किनकि छिमेकीले कपडा कुप्लुक्क निल्नेछन् उसलाई। यही जरुर खबर सुनाउन म हतारमा यहाँ आएको। नेपाल स्वर्ग पछिको सुन्दर ठाउँ, त्यसैले देवराज कुशासनको अन्त्य हुनुपर्छ त्यहाँ। आफ्नै कविता, सश्रुभाषण मोहरा शर्मा।